हेलो वेलकम बैक टू माई यूट्यूब चैनल। आज म फेरि हजुरको साथ नयाँ भिडियो लिएर आइसकेको छु र म कहाँ घुम्न आएको छु हजुरहरूले हेर्नु होला। यो चाहिँ स्पाइरी पार्क हो। यहाँबाट म हजुरहरूलाई भिडियो देखाइरहेको छु। मेरो साथीहरू उता छन् र यो चाहिँ देखिरहेको भिलाजु टावर हो। यहाँबाट हजुरहरू पनि भिजिट गर्न सक्नुहुन्छ। यहाँको गार्डनहरू तपाईहरुले मनोरञ्जन लिन सक्नुहुन्छ गार्डनमा। हाम्रो टिका सर चाहिँ यहाँ पुरा आफ्नो भिडियो बनाएर खुसी भइरहेका छन्। हामी चाहिँ यो आज भिलाजुको के पार्क गरे भन्दिउ रे? स्पायर पार्क यो स्पायर पार्क भन्ने एरियामा छौँ हामी। पानीले उलाई भिजाइरहेको छ रे। केटाले यहाँबाट भिडियो गराइरहेको छ। रङ्गी माछा आयो नजिक। तिम्रो के प्लानिङ हुँदैछ यहाँ? अब के गर्न सोच भिडियो बनाउने प्लान गर्दै हुनुहुन्छ उहाँले? म्युजिकमा गानामा पुरै सिन समेत उहाँको भिडियो आउनु पर्यो। त्यसपछि लास्टमा तपाईँ पनि यहाँ बस्नु पर्यो रहेछ उहाँ। अनि टिका सर तपाईँले फेरि यो उहाँको प्लान भनेको मैले। ए उहाँको प्लान हो। ए प्लान चाहिँ मेरो प्लान भनेको रेकर्ड गर्ने हो। केटाहरूको चाहिँ रेकर्ड गर्ने हो। केटाहरूको प्लानिङ चाहिँ यहाँ भिडियो बनाउने प्लानिङ भइरहेछ, टिकटक बनाउने रे यसबाट। तर यहाँ अलि भिड भएको भएर केटाहरू यहाँ वेटिङको पर्खाइमा छन्। यिनीहरू गएपछि केही छडपछि यिनीहरूले टिकटक चाहिँ बनाउने प्रयास गर्नेछ। कस्तो भन्छ केटाहरूलाई? केटाहरूको टिकटक आइडी चाहिँ के हो रे? आइडीको टिकटक के? आइडी उहाँलाई गरेर फलो लाइक गरेर कमेन्ट सेयर गरिदिनु होला टिका सरलाई। ल यहाँ हेर्नुहोस्, हाम्रो टिकाराम सरले पोज दिँदै हुनुहुन्छ, एकदमै डिसेन्ट अनेस्ट पोज दिँदै हुनुहुन्छ। तर फेरि टिकाराम सरलाई त्यो माथिको टावर आउनै पर्ने हो फोटोमा। यहाँ त मलाई फोटो तान्ने मान्छे भन्दा नि फोटो तान्ने मान्छे, फोटो तान्ने मान्छेको पोज धेरै हुँदो रहेछ त। सुतेर टिकाराम सर जङ्गदाई जस्तै सुतेर, जङ्गदाई जस्तै सुतेर ए यो त भएन त। जङ्गदाई त राम्रै फोटो तान्दै हुनुहुन्थ्यो। यस्तो दामी फोटो, ह्यान्डसम मान्छेहरूको फोटो यस्तो आउँछ। फोटो भन्दा राम्रो त भिडियोमा पो आउँदो रहेछ। यहाँबाट स्क्रिनसट लिउँ कि क्या? टिका सर कस्तो लागिरहेको छ? एस्पायर के पार्क हो? एस्पायर पार्क हो। एस्पायर पार्क एकदमै राम्रो लागिरहेको छ। 20-22 महिनाको पिरियडमा और फर्स्ट टाइम के भन्छ यो ठाउँको नाम? भिलाजु एस्पायर पार्क। एस्पायर पार्क भिलाजुको छेउमा घुमिरहेको छ। 3 जना भन्नु छ, धेरै साथीहरूलाई रिक्वेस्ट गरेको, तर उहाँहरू चाहिँ आफ्नो पढाइको कारण आइपुग्नु भएन। अझै त्यही पनि 3 जना मात्रै भए पनि घुमिरहेको छ। एरोप्लेन, सानो एरोप्लेन। केटा भएपछि फ्यामिली हुँदैन। एस्पायरी पार्क घुमेपछि आज अब चाहिँ हामी भिलाजु निकाला भयो। एस्पायरी निकाला भयो, हामीलाई अलाउड गरेन, फ्यामिली चाहिने रे। त्यसपछि अब चाहिँ हामी भिलाजु पार्क भित्र जानु गएर घुम्नेछ। बाहिर त घुम्न दिएन एस्पायर पार्कतिर। त्यहाँ सिआइडीहरूले चाहिँ दह्रो लखटेर हामी भाग गरेर अहिले चाहिँ आगो। हामी अर्कोबाट केटी लिएर आउनु पर्ने भयो। यसको चाहिँ गर्लफ्रेन्ड थियो, ल्या भनेको त लिएन चाहिँ के गर्नु? अब गर्लफ्रेन्ड नलिएपछि दुःख पाइयो साह्रै नै। उसको पनि गर्लफ्रेन्ड छ, ल्याउ भनेको त आफू त के गर्ने? विवाहित मान्छे, घरमा बुढी छ, छोरा छ, ल्याएर छ। त्यही भएर चाहिँ अब चाहिँ उता घुम्न नदिएपछि अब भिलाजु पार्क टिका छ हाम्रो। टिका कस्तो एक्सपिरियन्स भयो उज्यालो देखेर, रातिमा आकाश देखेर? एकदमै राम्रो छ, एकदमै राम्रो छ। तर राति आएपछि आकाश देखिन्छ त। अहिले चाहिँ म पटकतार आइसकेको छु र अहिले डुङ्गाबाट यहाँको भिडियोहरू पनि खिचिरहेको छु। र देखिराख्नु भएको चाहिँ पटकतारको घरहरू हुन्। तपाईँहरू पनि त्यहाँ गएर भिजिट गर्न सक्नुहुन्छ। त्यहाँ सबै किसिमका होटलहरू छन् र तपाईँहरू भिजिट गरेर रोशन चाहिँ यहाँ बसेर मस्त भिडियो सुट गरिरहेको छ र उसको भिडियो मैले पनि लिइरहेको छु। ऊ पछि यो भिडियो देखेपछि धेरै खुसी नै हुन्छ है। तपाईहरु पनि यो भिडियो हेरेर मनोरञ्जन लिइराख्नु भएको छ होला सायद। हेर्नुस्, उहाँ स्कुटीमा पुरा घुमिरहेछन्।
सायद यसलाई वाटर स्कुटी भन्छ क्या है, त्यो त मलाई थाहा भएन। इन्जोय गरिन्छ सायद, कपाल जोडी नै होलान् उनीहरू। त्यो उसको त्यो स्पिडको पावरले गर्दाखेरि त्यो पानीको छाललाई पनि सायद कस्तो दामी बाटो बनाइदिएको छ हेर्नुहोस्। Bye bye. Please subscribe to my YouTube channel. Then subscribe, like, comment. Thank you for watching this my video. Bye.